हेलो साथीहरु, नमस्ते एन्ड वेलकम टु P88 ब्लग्स। साथीहरु, म आज चाहिँ तपाईहरुलाई दुबईको केही कल्चरहरु बारेमा केही जानकारी दिनको लागि म उपस्थित भइसकेको छु। साथीहरु, यहाँको कल्चर सोहरु प्रोग्रामहरु चाहिँ अहिले पनि स्टिल यस्तै खालको कल्चरहरु छ। यो चाहिँ एकदमै राम्रो कल्चर, यहाँको विशेष संस्कार हो, विशेष पर्व। साथै डेजर्ट सफारीमा पनि यो कल्चरहरु अहिले पनि छँदैछ र बेली डान्स भनेको यहाँको अरबिकहरुको चाहिँ एकदम स्पेशल डान्स मानिन्छ र ड्रम सेटहरु पनि एकदमै दामी छुट्टै किसिमको हुन्छ र यसरी सोहरु चाहिँ धेरै सोहरु भइरहेको हुन्छ। सफारीमा चाहिँ यो बेली डान्स चाहिँ अरबिक डान्स हो। अहिलेसम्म अरबिकहरु कन्ट्रीदेखि बाहेक चाहिँ बेली डान्सहरु चाहिँ हुँदैन, देख्न पाइँदैन। तर अहिले भने विभिन्न क्षेत्रमा विभिन्न देशका कलाकारहरूले पनि यस्तो सोहरु पर्फर्मेन्सहरु दिन थालिसकेका छन् भने यहाँ विशेष गरेर समुद्रको नजिक, समुद्र सतह किनारातिर चाहिँ धेरै रमाइलो हुने भएकोले धेरै मान्छेहरू चाहिँ त्यो क्षेत्रतिर घुम्नको लागि, रमाउनको लागि डेजर्ट सफारी साथै एकदम दामी, एकदम रमाइलो वातावरणमा घुम्न जाने गर्छन्। र यहाँ भनेको विश्वको मान्छेहरू आकर्षित हुन्छन्, किनकि फ्रिडम कन्ट्री छ, एकदमै सेफ्टी र यहाँ कुनै किसिमको त्यस्तो खतरा, झगडा, लुटपाट आदि नहुने भएकोले दुबई एकदमै सेफ कन्ट्री भनेर मान्न सकिन्छ। र यसरी आफ्नै पारामा, चिल पारामा हैन, समुद्र किनारामा बसेर झामझाम झुमझुम गिटार बजाउँदै हैन साथीभाइ रमाइलो गर्न पाउँदाखेरि चाहिँ बवालै दामी हो, गजब आनन्द रमाइलो लाग्दो रहेछ क्या साथीहरू। ओहो बवाल छ के बवाल। ल, यसरी गेमहरू पनि आफ्नै तरिकाले हैन इन्टरटेन गर्दै रमाइलो गर्दै एक आपसमा बवाल दामी के बवाल दामी छ है साथीहरू, बवाल दामी, मस्त रमाइलो छ। जोडीले गिटार ठोक्या छन्, बजाएका छन् हैन। हाम्रो टोलीहरू फेरि उस्तै बवाल टोली छ, जाङ 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 बजाएर हैन। यतातिर फेरि म्युजिक सुनेर कागहरू पनि जिल खाइसके क्या, जिल खाइसके, चिलिम खाइसके हैन, जिल खाइसके के। ल, जोडीको फेरि बवालै रक गइरहेको छ के। ओहो, कायदा रमाइलो छ है साथीहरू। यहाँ कम्पिटिसनहरू पनि भइरहेको छ है साथीहरू। फेरि हाम्रो ग्रुपमा चाहिँ एकदम बवाल कम्पिटिसन भइरहेको छ। यहाँ चाहिँ कसले कति दौडिने र कसले कति गिटार हान्ने भन्ने पारामा, चिल पारामा चाहिँ आफ्नै पारामा मस्त रमाइलो, जम्पिङ हान्नेदेखि हैन स्विमिङ गर्नेदेखिको विभिन्न रमाइलो छ है साथीहरू। ल, जोडीको बवाल चिल पारामा यहाँ जोडीहरू पुरै फेरि मस्तै रमाइलो छ क्या। जोडीले गिटार ठोकै छन्, यता अर्को टोली हाम्रो जोडीहरू पुरै बवाल चिल पारामा हैन मस्तै रमाइलो गरिरहेको छन् है साथीहरू। ल, उल्का दामी छ। 2 प्याक मात्रै के लगाएको थियो साथीले, उल्का नै भइगयो त। ओहो, बवाल छ है साथी।
अब भने हाम्रो फेरि कन्सर्ट हेर्ने पालो आएको छ। अब यहाँनिर चाहिँ फेरि कन्सर्ट प्रोग्राम भइरहेको छ। बेली डान्स अनि रक पप डान्स हरेक किसिमको रमाइलो हुन्छ। जम्मा चाहिँ 50 रुपियाँ तिरिसकेपछि ऊँटमा चढ्न नि पाइन्छ। यसरी चाहिँ खाना पनि पुरै बफे सिस्टममा जे खाए नि पाइन्छ है। अनि बबालै रमाइलो हुन्छ। फायर डान्स अनि बेली डान्स 5-7 किसिमको डान्सहरू सो हुन्छ। इन्क्लुडिङ त्यो पैसा तिरेपछि चाहिँ 50 रुपियाँ तिरेपछि चाहिँ भने गजब रमाइलो छ है साथीहरू। गजब बबाल रमाइलो हुन्छ।